Hello, welcome to my new video. आज चाहिँ म कहाँ आएको छु भन्नाले यो मेरो पछाडी देख्दै हुनुहुन्छ यो चाहिँ बिग बुद्ध जाने केबल कार हो। अहिले चाहिँ म टुङचुङमा छु हैन। हामी चाहिँ बिग बुद्ध जानको लागि यहाँ आएको छौं। अब बिग बुद्धमा अब के कस्तो छ हजुरहरुलाई म सबै देखाउने छु। आज चाहिँ लङ टाइम पछि बिग बुद्ध भिजिट गर्न आएको छु। यो चाहिँ सिटी गेट आउटलेट्स हो। यहाँ चाहिँ आउटलेटहरु पाउँछ हैन, ब्रान्डेडहरु। अनि यहाँ चाहिँ मान्छेहरु शपिङ गर्नको लागि धेरै आउँछ। फलो मी गाइज। भिज्ने रहेछ है बाबा। यो चाहिँ डान्सिङ वाटर हो गाइज, हेर्नुस् यहाँ। वाउ, कस्तो मजाले। हेलो साथीहरु, अहिले चाहिँ म सिटी गेट आउटलेट्स भित्र आएको छु हैन। अनि यहाँबाट माथि तलै पछि माथि चाहिँ शपिङ मलहरु छ हैन। यहाँ चाहिँ ब्रान्डेडहरु सबै ब्रान्डकोहरु छ। यहाँ चाहिँ आउटलेट हो, तर ब्रान्डेड हो तर आउटलेट हो। अनि यहाँ चाहिँ सेल लागेको रहेछ। अनि त्यही भएर मान्छेहरु चाहिँ यहाँ शपिङ गर्न आउनुहुन्छ। हामी चाहिँ आज यो पाली चाहिँ घुम्दिनौं। नेक्स्ट टाइम यो ठाउँमा छुट्टै म भिडियो बनाउने छु, हजुरहरुलाई देखाउने छु है त साथीहरु। ल है साथीहरु, अब चाहिँ हामी बिग बुद्धतिर लाग्यौं। बिग बुद्ध हेलो एभ्रीवान, अहिले चाहिँ हामी फाइनली बिग बुद्धमा आइसकेको छौं। लेट्स गो साथीहरु। पर छ बुद्धको मन्दिर, तर हुस्सो लागेर सबै छेलिएको छ हैन। अब चाहिँ हामी त्यहाँ बुद्धको दर्शन गर्नु जाँदै छौं। अब म तपाईहरुलाई पनि देखाउने छु बुद्धको कस्तो छ मूर्तिहरु, के कस्तो छ भनेर है त साथीहरु। यहाँ सबै यो चाहिँ दोकानहरु हो हैन। यो चाहिँ यहाँ चाहिँ के सामानहरु पाउँछ, सबै पाउँछ। जे अब मान्छेलाई चाहिने जति, अब नानीहरुको लागि खेल्ने चीजदेखि लिएर खाने चीजदेखि लिएर सजाउने लाउने हैन, एभ्रीथिङ। यो चाहिँ एउटा बिग बुद्धको भिलेज मार्केट भनौं न। हामी चाहिँ अब यहाँ पहिला एकछिन यहाँ घुमेर अनि त्यसपछिबाट माथि चढ्छौं होला। कस्तो राम्रो छ हेर्नुस्। वाउ, यो चाहिँ भिडियोमा भन्दा पनि रियलमा चाहिँ एकदमै राम्रो देखिएको छ के। अब चाहिँ हामी सिधै पर जान्छौं। अनि त्यसपछिबाट के खान्छौं होला, किनकि हामीले बिहानदेखि केही खाएको छैन नि त। पहिला यसो पेट पूजा गर्नुपर्छ होला अलिअलि, त्यसपछिबाट माथि चढ्नुपर्छ होला। तर पानी परेर कस्तो क्या दिन भएको हेर्नु न। अब चाहिँ हामी जाँदैछौँ होइन। बहिनी हेर्नु, मैले यो भनेको क्या। नमस्ते नमस्ते। यस वी आर नेप्लिज। पर्क चप भने चाहिँ यो फ्राई राइस हुन्छ क्या बहिनी, पर्क चपमा। अहिले चाहिँ हाम्रो रेस्टुरेन्ट भित्र बसिरहेको छौँ खानाको वेटिङमा होइन। अनि त्यसपछि खाना खाएर चाहिँ हामी मासतिर लाग्छौँ होला। त्यसपछि फोटोसोटो केहरू सबै त हजुरहरुलाई देखाउने छु। साथीहरु हेर्दै गर्नु ल। लाइकमा बिजी ल खाइमै त साथीहरु। हाम्रै टेस्टको टाइपको रहेछ नि। आम्मा छोरीसँग खिच्दा चाहिँ हाँसेको हेर्नु न। मैले चाहिँ खिच्नु भन्दा चाहिँ आमा हाँस्दैन। के भएको तपाईको दाइ? रिस पो उठेर आयो मलाई त। हेलो गाइस, अब चाहिँ हामी कहाँ आएको छौँ अहिले चाहिँ? अहिले चाहिँ हामी द बिग बुद्ध। यहाँबाट जानुपर्छ है साथीहरु। बिग बुद्ध चाहिँ पर सिधै पर जानुपर्छ। बुद्ध चाहिँ त्यहाँ हुनुहुन्छ। बहिनी बुद्ध त्यहाँ देख्दै हुनुहुन्छ। अहिले चाहिँ म बिग बुद्धको मेन गेटमा आइसकेको छु हैन। बुद्धको मूर्ति चाहिँ त्यहाँ हुनुहुन्छ। अब हामी यहाँबाट माथि सिडीबाट चढेर जानुपर्छ। यहाँबाट सिधै म हजुरहरुलाई बुद्धको दर्शन गराउने छु। गाइस प्लिज फलो मी। आई 4 5 6 7 8 9 10 लाइक ना। मेरा छोरी, मेरा प्यारा, मेरा सानो,
मेरो छोरी। हेलो साथीहरू, अहिले चाहिँ हामी बिग बुद्धको परिसरमा मुनि फेदैमा आइसकेको छौँ। अब यहाँबाट चाहिँ 108 वटा भर्डिङ चढेर चाहिँ माथि बुद्धको दर्शन गर्नु जानेछौँ हामी होइन। पहिला त्योभन्दा अगाडि यहाँ चाहिँ एउटा केही फोटोहरू क्लिक गर्नेछौँ। यहाँबाट चाहिँ माथि बुद्धको राम्रो भ्यू देख्छ होइन। अनि त्यही भएर मान्छेहरूले चाहिँ यहाँ फोटो यहाँबाट खिच्ने गर्नुहुन्छ सबैजनाले प्रायः चाहिँ। अब हामी त्यहीँ जाँदैछौँ है साथीहरू, हजुरहरूलाई पनि देखाउने छु म सबै यहाँको गतिविधिहरू अनि बुद्धको दर्शन गराउने छु साथीहरू, हेर्दै गर्नुहोस् होला। थ्याङ्क यू। हेलो साथीहरू, अब चाहिँ यहाँबाट चाहिँ माथि एकवटा भर्डिङ चढेर चाहिँ माथि बुद्धको दर्शन गर्नु जाँदैछौँ हामी, हजुरहरूलाई पनि दर्शन गराउने छु, हेरिदिनु होला। थ्याङ्क यू। हेलो साथीहरू, म चाहिँ स्यासारा फ्यापा भएर बोल्नु सकिरहेको छुइनँ। माथि अब म चाहिँ भर्याङ चढ्दैछु होइन बुद्धको दर्शन गर्नुको लागि। साथैमा हजुरहरूलाई पनि साथसाथै लिएर जाँदैछु दर्शन गराउनुलाई। भिडियो हेरेर यहाँबाटै भिडियोबाटै भए पनि बुद्धको दर्शन गरिदिनुहोस् होला। हजुर, यो बुद्ध भगवानको इस्टाब्लिस चाहिँ 1993 मा भएको रहेछ। अनि अहिले चाहिँ रिपेयर गरेर धेरै राम्रो बनाएको छ है। बहिनीहरू चाहिँ माथि पुगिसकेको छ। ओ माय गॉड, संसारमा ब्याग बोक्ने पहिलो व्यक्ति तिमी मात्रै होइन गाइज। दाइले खिचेको चाहिँ आउँदैन। दाइ चाहिँ नानी लिएर जाँदै हुनुहुन्छ। Oh my God। अब चाहिँ साथीहरू हामी बुद्धको नजिक आइसकेको छौँ। जति म बुद्धको नजिक हुन्छु त्यति नै मेरो हार्टबिट फास्ट हुन्छ। आज लाइफमा चाहिँ Hello, how are you? Very tired. Very tired? Okay. साथीहरू, म चाहिँ त्यहाँ तलबाट हिँड्दै आएको है। अब चाहिँ हामी फाइनली माथि बुद्धको दर्शन गर्न आइसकेको छौँ। ल हजुरहरू पनि दर्शन गर्नुहोस् है त। फाइनली प्रतीक्षाको घडी समाप्त भइसकेको छ भने जस्तै हामी बुद्धको नजिक, धेरै नजिक आइसकेको छौँ साथीहरू। ल हेर्नुहोस्, हजुरहरू पनि दर्शन गरिदिनु होला हाम्रो बुद्ध भगवानलाई। म चाहिँ आज बिग बुद्ध आउनुको मेन एउटा रिजन पनि छ, जो चाहिँ म पुरा भएपछि हजुरहरूलाई भन्ने छु। त्यो विश चाहिँ कहिले पनि भन्नु हुँदैन अरे, किनकि पुरा हुँदैन भन्छ नि त। त्यही भएर म चाहिँ एक राउन्ड घुम्दैछु, साथै यसो फोटोहरू पनि खिच्दै गर्ने। अनि त्यसपछि म माथि गयो भने अझ देखाउने छु हजुरहरूलाई है। बुद्धको यो माथिको दृश्य चाहिँ यस्तो रहेको छ। आज तुसारो लागेर चाहिँ यो हुसीहरू लागेर केही देखेको छैन। अब यो डाँडाकाँडाहरू एकदमै राम्रो देख्थ्यो, समुद्रहरू। तर आज चाहिँ हुसी लागेको कारणले त्यस्तो राम्रो क्लियरली देख्नु सकिरहेको छैन। म चाहिँ एक राउन्ड लाउँछु है त साथीहरू, तपाईँहरू पनि आउनुहोस् होला मसँगै। हेलो, किन तपाईँ यहाँ भित्र शीतल एसीमा जानु न, यहाँ भित्र आउनु भित्र एसीमा। भित्र पनि दर्शन गर्ने ठाउँ छ नि बहिनी, हेर्नु त। यहाँ चाहिँ मरेको मान्छेहरूको यसरी राख्छ कि। यहाँ हिरोइनहरूको पनि छ, कि गायिकाहरूको पनि छ। साथीहरू, म अहिले जहाँ उभिरहेछु नि, यो चाहिँ हङकङको फेमस सिङ्गर अनिता मोई भन्ने हुनुहुन्छ है। यो चाहिँ बिग बुद्धको, म चाहिँ अहिले माथि परिसरमा छु होइन। त्यहाँ तल देख्नु भएको चाहिँ गाउँहरू हो होइन। त्यसपछि त्यहाँ पर चाहिँ मन्दिर रहेको छ, त्यहाँ चाहिँ अहिले हामी धुप बाल्नुलाई जान्छौँ होला।
हेलो साथीहरू, अहिले चाहिँ हामी माथिबाट बुद्धको दर्शन गरेर आएर अब चाहिँ हामी अर्को मन्दिर दर्शन गर्नु जाँदैछौँ, जहाँ चाहिँ हामी दीप प्रज्वलन पनि गर्नेछौँ धूप बालेर है त साथीहरू। अनि हाम्रो विश माग्नेछौँ। फलो मी गाइज। Namu Damu Ye Namu Sangji Ye Namu Ben Shi Shi Gao Ni Fo Namu Da Bei Guan Shi Yin Pu Sa Namu Pu Huan Zu Shi Pu Sa हेलो साथीहरू, आजको हाम्रो बिग बुद्धको भिजिटको भिडियो चाहिँ यहीँ समाप्त गर्दछु। होप तपाईहरू इन्जोय गर्नुभयो होला हेरेर, अनि बुद्धको दर्शन गर्नुभयो होला। यति भन्दै मेरो भिडियो चाहिँ यहीँ समाप्त गर्दछु। Thank you for watching. ओके गाइस, बाई बाई। See you next video. ओके, बाई बाई।